यस्तो श्रिम्सबाट यस्तो सुसी कसरी बनाउने र यसलाई टपक्क टिपेर यसरी कप कसरी खाने भनेर आज म तपाईँलाई सिकाउँछु है त गाइस। सबैभन्दा सुरुमा दुईटा श्रिम्स लिने, त्यसपछि यसरी कपडा खोलिदिने। श्रिम्सको भनेको नि फेरि आफ्नो होइन। त्यसपछि चाहिँ हाम्रो श्रिम्स यस्तो देखिन्छ। त्यसपछि थोरै अपरेसन गरेर यसको ढाडबाट यसको आन्द्रा भुँडी सबै निकालिदिने। त्यसपछि यसरी हल्का हल्का कट हानेर यसको ढाड भाँचिदिने। त्यसपछि चाहिँ हाम्रो श्रिम्स यस्तो देखिन्छ। त्यसपछि एउटा बलमा एउटा एग योक लिने, एउटा होइन दुईटा, किनकि मेरो पैसा जाँदैन। एकै दसैँको खसीलाई चुना र बेसार दले जसरी नै यसलाई पनि एग योकले दलिदिने। त्यसपछि फ्लोरमा र त्यसपछि फेरि ब्रेड क्रम्सको कोटिङ गरेर यसलाई यसरी फ्राई गरिदिने। फ्राई भइसकेपछि हाम्रो श्रिम्स यस्तो देखिन्छ त गाइस। त्यसपछि सुसी राइस लिने र यसलाई शेरबहादुर देउबाको घरदेखि केपी ओलीको घरसम्म पुग्ने गरी सबैतिर फैलाइदिने। त्यसपछि यसलाई उतानो पारिदिने, सुसीलाई फेरि, अरूलाई होइन। र अब अहिलेको हाम्रो श्रिम्स अनि क्युकम्बर र स्पाइसी मेयो राखेर यसरी रोल गर्दै गर्दै जाने। एन्ड देन आवर रोल इज रेडी। त्यसपछि आज चाहिँ हामी ओडाउनेवाला छौँ पछ्यौरी म्याङ्गोको। अब जिन्दगीको गोरेटोमा अरूलाई ओडाउन नपाए पनि अब र म्याङ्गोको टपिङ्स पनि म तपाईँहरूलाई बनाउन सिकाउँछु है त। म्याङ्गोको टपिङ्स बनाउनको लागि चाहिँ सबैभन्दा सुरु म्याङ्गोलाई यसरी काट्नुपर्छ र यसरी काटिसकेपछि चाहिँ यसलाई पातलो सिटमा, धेरै पातलो पनि होइन धेरै बाक्लो पनि होइन, यसरी काट्नुपर्छ। र एन्ड आवर म्याङ्गो टपिङ्स इज रेडी। त्यसपछि यसलाई क्लिङ फिङले ढाकेर फाइनल प्रेस हान्ने। त्यसपछि हाम्रो सुसीलाई 8 पिसेसमा काट्ने। र गार्निसको लागि चाहिँ हामी युज गर्छौँ ब्ल्याक सेसामी सिड्स, स्प्रिङ अनियन र फ्राइड अनियन। र फाइनल टचको लागि चाहिँ हामी युज गर्छौँ हाम्रो तेरियाकी सस। यत्रो दुःख मेहनत श्रृङ्गार र हाम्रो श्रिम्सको बलिदान पछि चाहिँ हाम्रो सुसी यस्तो देखिन्छ है त गाइज। इन्जोय है त गाइज। त्यहाँ भरे थुक चाहिँ निल्ने होइन नि फेरि।